घरमा को हुनुहुन्छ होला? मौसु भाइ अनि के हेर त माइकलाई बोला न। अहिले यस्तो के गान्छु नि यस्तो के गान्छु नि लुक्स देखेर थाहा भएन घर भेट्ने म यो ए रुम चाहिएको थियो? एउटा खाली छ हुन्छ हुन्छ। एडभान्स पे गर्ने पहिले ल ल भयो ल ल। घरबेट बा हजुर के डाल्नु लाग्नुभयो? यो चाहिँ कोठा भाडामा बस्नेहरूको लागि नियम टाँसेको बाबु। अनि हिजो त केही पनि भन्नु भएन त। यो पैसा लिनुभन्दा अगाडि केही भन्ने छैन बाबु। यो चाहिँ भोलिपल्टबाट लागु हुने नियमहरू हो। ल बाबु यसरी नियमहरू पढाउँ त। अनावश्यक पानी खोल्न पाउने छैन, राति घर आउनु पाउने छैन, दिउँसो पनि घर आउनु पाउने छैन। नाइट ड्युटी गरेर दिउँसो त घर आउनु पाउनु पर्यो नि मैले। त्यो तिम्रो समस्या हो बाबु। अरू पढ अरू। केटी ल्याउन पाउने छैन, राति बत्ती बाल्न पाउने छैन। घरबेट बा यो त जेलमा भन्दा पनि कडा नियम हो त। होइन खासमा मैले सजिलोसँग गर्नु पर्ने चाहिँ के हो? पेमेन्ट सजिलोसँग घरबाट तिर्नु मिल्छ बाबु। ल घरबाट तिर्नुपर्छ कमाउनु गयो होला बाबु। एक्सक्युज मी, हजुर रुम खाली होला? भर्खर एउटा रुम खाली भयो। आउनु ल पेमेन्ट ल सिधा दाहिने गरेर देऊ है त। अच्छा ल ल ल ए घरबेट बा मेरो रुममा त यो बसिरहेको छ त। अनि त्यो नाइट ड्युटी भने नि त दिनभरि मेरो कोठा खाली हुन्छ। त्यो भएर दिनभरि यसलाई दिएको मैले डेकेसनमा होइन बाबु। घरबेटसँग अब कस्तो घरमा कोठा लिएको के लुकी लुकी आउनु पर्ने? त्यही भने आफ्नो भएको गर्लफ्रेन्ड पनि छैन भने रुम लिनु परेको छ। घरबाट त चुयै छ क्या बाबु। कहाँ चाहिँ यहाँ मात्रै हो नि, अनुहार हेर्दा ठग छ देखिन्छ। अनुहार मसँग मिल्छ कि हेर त। क्या गर्लफ्रेन्ड छैन भन्दैछ त। कहाँ गर्लफ्रेन्ड हुने? बहिनी हो मेरो। बहिनी हो त्यसो भए बहिनीलाई अगाडिपट्टि कोठा राख्ने रुपिस। त्यो रुम कसो? मेरो। अनि म कहाँ बस्ने? त चौधरी गौथली गुड लाग्छ ती बस रुपिस। बहिनी खास नुहाउनु मात्रै आयो कि? नुहाउनु मात्रै आयो नुहाउनु मात्रै उसलाई माथि पठा। त्यो बाथरुम कसो? मेरै हो। अनि म चाहिँ कहाँ गर्नु नुहाउनु? त सुन्दरी जलमा गएर टक नेचुरल वाटरमा नुहाएर आयो भयो नि। अस्ति भने नि तँलाई अनावश्यक रूपमा पानी युज गर्न पाइँदैन भनेर। त्यसो कहाँ गर्नु मानिन्छ? बहिनी छोड मिल्दैन एक्लै। बहिनी हो भने तुरुन्त यी ढोकामा भाइटिकालाई अनि मात्रै छिर्नु तिमीलाई म। गर्लफ्रेन्ड त मलाई झुक्काउनु खोज्ने यो घरको सरकारी नियम तोड्नु खोज्ने। यसो म झोला बाहिर ल्याइदिन्छु यतैबाट बाटो लाग्ने तिमीलाई चाहिँ आउनु मन लाग्छ नि भित्र भने। त्यसो भने कहाँ हुन्छ? पैसा चाहिन्छ मेरो। म सहकारी मलाई जतिखेर मलाई त्यतिखेर पैसा दिनलाई। त्यसो भने कहाँ हुन्छ? कोठा छोड्नु भन्दा एक हप्ता अगाडि भन्नुपर्छ। यस्तै इमर्जेन्सीमा कहाँ कोठा भन्ने मैले? हे तेरिका के चिन्ता लिइरहेको? नेपाल निवास भन्ने एपबाट रुम खोजे भइहाल्यो त। एपबाट पनि कोठा खोज्न मिल्छ त बहिनी? मिल्छ नि। नेपाल निवास एपबाट घर जग्गा बिक्री, फ्ल्याट तथा अपार्टमेन्ट रेन्टल सर्भिस, कमर्सियल प्रपर्टी लिस्टिङ, होमस्टे सर्भिस लगायत अन्य धेरै सुविधाहरू छ यो एपमा।